नमस्कार सबैजनालाई। आज मैले तपाईँहरूबिच एउटा गजल वाचन गर्ने सोच लिएर आएको छु र गर्नेछु। यो गजल मैले लामो समयपछि वाचन गर्दैछु। वान अफ द पपुलर गजल अफ जॉन इलिया साहब। नया एक रिश्ता पैदा क्यों करे हम, बिछड़ना है तो झगडा क्यों करे हम। यसरी सुरु हुन्छ गजल र हरेक गजलको लाइनले केही न केही भनिरहेको हुन्छ। त्यसको आफ्नो अर्थ छ, त्यसको आफ्नो भाव छ। त्यस पछाडि हाम्रो जॉन इलिया साहबको इमेजिनेसन छ अथवा एक्सपिरियन्स छ, अनुभव छ, उहाँले बुझेको कुराहरू छ। त्यसलाई हामी वाचन सँगसँगै बुझ्न पनि कोसिस गर्नेछौँ। पहिलो लाइन, नया एक रिश्ता पैदा क्यों करे हम, बिछड़ना है तो झगडा क्यों करे हम। यो लाइनले के भन्छ त? रिश्ता भनेको सम्बन्ध भयो होइन, बिछड्ना भनेको अलग होना, छुट्टिनु, झगडा भनेको लडाइँ भयो। अब यो सिम्पल भाषामा भन्दा नयाँ रिश्ता किन बनाउने? यदि हामीलाई अलग नै हुनु छ भने लडाइँ झगडा किन गर्ने होइन? नयाँ सम्बन्ध किन बनाउने? सो अर्को लाइनमा लेख्नुहुन्छ उहाँले, खामोशी से अदा हो रस्म ए दूरी, कोई हंगामा बर्पा क्यों करे हम। रस्म ए दूरी भनेको बिदा हुने कि रस्म हुने। अब छुट्टिने बेला भयो। हंगामा भनेको कोलाहल, एकदम तनावको माहौल। अब जुन छुट्टिने दूरीको रस्म छ अथवा जुन रीतिरिवाज छ, त्यो खामोशी यानि कि साइलेन्सले भइहाल्छ भने हो हल्ला किन गर्नु पर्यो होइन? किन हो हल्ला गर्नु पर्यो भन्ने उहाँको बुझाइ छ। ए काफी है कि हम दुश्मन नहीं है, ए काफी है कि हम दुश्मन नहीं है, वफादारी की दावा क्यों करे हम। वाह, वफादारी भनेको निष्ठा, कसैप्रति लोयल। दावा भनेको देखावा हुन्छ नि, ल ठोकुवा गर्ने, ल म तिमीसँग एकदमै लोयल छु भनेर किन देखाउनु पर्यो। यही काफी है कि हम दुश्मन नहीं है। हामी दुश्मन छैनौँ, त्यही नै एकदम इनफ छ। अब लोयल्टीको चाहिँ किन देखावा गर्ने के? आई वाज लोयल, यु वर लोयल, किन देखाउनु पर्यो? हामी अहिले दुश्मन छैनौँ, त्यही नै हाम्रो लागि इनफ छ। वफा, इखलास, कुर्बानी, मोहब्बत, अब इन लफ्जों का पीछा क्यों करें हम। ओहो वफा, इखलास, कुर्बानी, मोहब्बत, प्रेम से जोडिए पारम्परिक शब्द, यिन सबै प्रेमसँग जोडिएका शब्दहरू होइन। वफा, इखलास, कुर्बानी, मोहब्बत, अब इन शब्दको पछाडि किन लाग्ने होइन? अब केही पनि छैन भने यो शब्दको पछाडि लागेर के काम छ त? छैन नि। त्यही भन्न खोजिराख्नु भएको छ यो चौथो शेरबाट उहाँले। र पाँचौँ शेरमा उहाँले भन्नुहुन्छ, सुना दे इस्मत ए मरियम का किस्सा, सुना दे इस्मत ए मरियम का किस्सा, पर अब इस बाप को वाह क्यों करे हम। सुना दे इस्मत ए मरियम का किस्सा, पर अब इस बाप को वाह क्यों करे हम। इस्मत ए मरियम भनेको हजरत मरियम की पवित्रता का किस्सा। जुन हाम्रो मुसलमान कम्युनिटीमा हजरत मरियमको त्यो एकदमै राम्रो एउटा कहानी छ, अध्याय छ होइन। हम इस मरियम की पवित्रता का किस्सा सुना सकते हैं, लेकिन अब इस विषय को और क्यों बढ़ाएं, यानी दूसरों को सबक सिखाने का प्रयास क्यों करें होइन? किन जरुरी छ यस्तो भनेर सोधिराख्नु भएको छ। जरुरी छैन नि भनेर आफूले पनि भनिराख्नु भएको छ। जुलेखा ए अजीजा बात ए है, जुलेखा ए अजीजा बात ए है, भला घाटे का सौदा क्यों करें हम, भला घाटे का सौदा क्यों करें हम।
जुलेजा ए अजिजा भनेको प्रिय जुलेखा भनेको रहेछ। घाटेका सौदा, नुकसानको सौदा कसले गर्न चाहन्छ र होइन, त्यही भनेको छ प्रिय जुलेखा। बात ये है कि हम घाटे का सौदा क्यों करें, यानी ऐसा प्रेम जिसमें केवल दर्द ही मिले, जहाँ चाहिँ दुःख मात्र पाइन्छ भने यस्तो माया किन गर्ने, यस्तो प्रेममा किन पर्ने भनेर भनिराख्नु भएको छ जनी इलियासले प्रिय प्रेमिका भने जसरी नेपालीमा। अब अर्को शेरमा अर्को लाइन भन्नुहुन्छ, हमारी ही तमन्ना क्यों करो तुम, तुम्हारी ही तमन्ना क्यों करें हम, हमारी ही तमन्ना क्यों करो तुम, तुम्हारी ही तमन्ना क्यों करें हम। यो त एकदम सरल छ। यसमा तमन्ना भनेको इच्छा भइहाल्यो। तुम केवल अपनी ही इच्छा क्यों करते हो, हम केवल तुम्हारी ही इच्छा क्यों करें, हैन त। तिमी सधैँ आफ्नै मात्र इच्छा किन गर्छौ र म सधैँ तिम्रो मात्र इच्छा किन गरौँ, एकदमै कठिन छ। किया था अहद जब लम्हों में हमने, तो सारी उम्र इफ़ा क्यों करें हम। किया था अहद जब लम्हों में हमने, तो सारी उम्र इफ़ा क्यों करें हम। अहद भनेको बाधा भयो भने, लम्हो भनेको पालो अथवा चाहिँ त्यो समयमा, त्यो पिरियडमा, त्यो क्षणमा, क्षण भनेको अलिक सानो हो, पिरियडमा भनौँ न। इफा भनेको पुराना गर्न अथवा पुरा गर्न भनेको केही कुराहरू कम्प्लिट गर्नु, पुरा गर्नु। जब हमने वादा पलों का किया था, तो उसे पूरी उम्र क्यों निभाए। हामीले केही पलको लागि, केही इन्स्टेन्टको लागि भनेको थियौँ भने, वादा गरेका थियौँ भने किन जिन्दगीभर निभाउने, किन निभाएर के काम छ, किन जिन्दगीभर निभाउने। उठाकर क्यों ना फेंके सारी चीजें, फकत कमरों में टहला क्यों करें हम। उठाकर क्यों ना फेंके सारी चीजें, फकत कमरों में टहला क्यों करें हम। टहला भनेको, टहल्ने भनेको हिडडुल गर्ने, त्यहाँ वरिपरि जमघट गर्ने भनौँ, अथवा त्यो सामानहरू किन खेरेर राख्ने कि, यताउता घुम्नु टहल्ने भनेको चाहिँ। सारी चीजें उठाकर क्यों ना फेंक दे, सबै चिज उठाएर किन नफाल्ने, फालिदिउँ न। महज कमरों में टहलते क्यों रहे, कोठामा कति यताउता गरिराख्नु, यानी बोझिल चीजों को छोड़कर आजाद क्यों ना हो जाए। त्यो सामानहरू छ कि यादहरू छ, त्यो यादलाई यो कुना त्यो कुना दायाँ बायाँ राखिरहेको छ, त्यो यादलाई के भइहाल्यो कसो भइहाल्यो भनेर सम्झिँदै गइरहेको छ। त्यो फकतको किन त्यो दौडधुप गरिराख्ने, यसो कुरालाई छोडिदिउँ न, फालिदिउँ न, हटाइदिउँ न, जिन्दगीलाई सरल बनाऊ न भन्ने चाहिँ उहाँको भाव देखिन्छ यसमा। जो एक नस्ल ए फरमाया को पहुँचे, ओ सरमाया इकट्ठा क्यों करें हम। जो एक नस्ल ए फरमाया को पहुँचे, ओ सरमाया इकट्ठा क्यों करें हम। नस्ल ए फरमाया भनेको आनेवाली पिँढी, अब जुन कमिङ जेनेरेसन छ त्यसको बारेमा कुरा गरिराख्नु भएको थियो। सरमाया भनेको पुँजी, पैसा, धन, सम्पत्ति। जो धन एक आने वाली पीढ़ी को पहुँचना है, उसे इकट्ठा क्यों करें, यानी भविष्य के लिए लालच क्यों करें। भविष्यको लागि किन त्यो लोभी हुन पर्यो, आउने पिँढीको लागि किन लोभी हुनु पर्यो, किन त्यो धन सम्पत्ति जम्मा गर्ने, के काम छ भनेर त्यसरी सोधिराख्नु भएको छ है उहाँको शैलीमा। नहीं दुनिया को जब परवाह हमारी, तो फिर दुनिया की परवाह क्यों करें हम। तो एकदम सरल छ, सिंपल छ। नहीं दुनिया को जब परवाह हमारी, तो फिर दुनिया की परवाह क्यों करें हम। कौन है ये दुनिया, चिन्ता किन गर्ने दुनियाँको। जब दुनियाँलाई हाम्रो चिन्ता छैन भने हामीले दुनियाँको चिन्ता किन लिने भनेर भन्दैन यो शेरमा चाहिँ उहाँले। बरहना है सरे बाजार तो क्या, बरहना है सरे बाजार तो क्या, भला अंधों से पर्दा क्यों करें हम। भला
अंधों से पर्दा क्यों करें हम। बरहाना भनेको नङ्गा नाङ्गो छ बजार, यो नाङ्गो बजारमा पर्दा ओढ्नेको नाटक किन गर्ने। अगर बाजार में नंगे है तो क्या, भला अंधों से पर्दा क्यों करे। यानी जो देख नहीं सकते उनसे अपनी सच्चाई छुपाने की क्या जरूरत। जो देख नहीं सकते उनसे अपनी सच्चाई छुपाने की क्या जरूरत। जसले हेर्नै सक्दैन, जसले बुझ्नै सक्दैन त्यस्तो मान्छेहरू, त्यस्तो समाजको अगाडि हामीले लुकाएर के काम। नाङ्गै हिँड्यो भयो नि भनेर भन्दै हुनुहुन्छ है। जो समाज अन्धो छ, अन्धो समाजको अगाडि नाङ्गै हिँड्यो भने के भयो त, होइन त। त्यसरी भन्दै हुनुहुन्छ। हे बासिन्दे उसी बस्ती के हम भी, हे बासिन्दे उसी बस्ती के हम भी, हे बासिन्दे उसी बस्ती के हम भी, सो खुद पर भी भरोसा क्यों करें हम। सो खुद पर भी भरोसा क्यों करें हम। बासिन्दे भनेको त्यही बस्तीकै हामी पनि मान्छे हौँ भने, हम भी उसी बस्ती के बासिंदे हैं, यानी हम भी उतने ही अधूरे और गिरे हुए हैं, इसलिए खुद पर भरोसा क्यों करें हम। आखिर म पनि त्यही समाजकै मान्छे त हो नि, मै जस्तै मान्छेहरू मिलेर त यो समाज बनेको छ नि। अब त्यही मै जस्तै मान्छेहरू मिलेर समाज बनेको छ भने म पनि त्यसको दोषी हुँ, होइन त। त्यही भएर मैले आफूले भरोसा कसरी गर्ने जब कि समाज नै भरोसा लायक छैन भने। चबा ले क्यों ना खुद ही अपना ढांचा, तुम्हें रत्ती भर मुहैया क्यों करें हम। चबा ले क्यों ना खुद ही अपना ढांचा, तुम्हें रातीब मुहैया क्यों करें हम। पड़ी रहने दो इंसानों की लाशें, जमी का बोझ हल्का क्यों करें हम। पड़ी रहने दो इंसानों की लाशें, जमी का बोझ हल्का क्यों करें हम। ढांचा यानी कि शरीर, रातीब यानी कि राशन अथवा भोजन खानेकुरा। सो क्यों ना हम खुद ही अपना ढांचा यानी कि आफ्नो शरीरलाई चबाइदिउँ भन्दै हुनुहुन्छ, खाइदिउँ। तुम्हारे लिए राशन क्यों तयार करे, तिम्रो लागि किन मैले त्यो भोजन तयार गर्नु, म आफ्नै शरीरलाई खाएर चबाएर खाइदिन्छु भनेर भन्दै हुनुहुन्छ। लासे भनेको सब भइहाल्यो, बोझ भनेको चाहिँ भार है, सब भनेको लाश। इंसानों की लाशें पड़ी रहने दो, जमीन का बोझ हल्का क्यों करें, यानी मरने के बाद दफनाने की जहमत क्यों उठाए, होइन त। जमिनको बोझ हल्का हामीले किन गर्ने, त्यो बोझ जमिनलाई नै उठाउन दियो। मरेपछि किन त्यो के भन्छ गाड्नेको नाटक गर्ने, अथवा किन गाडेर त्यो चाहिँ नि बोझ जमिनको हल्का गरिदिने। ए बस्ती है मुसलमानों की बस्ती, यहाँ कारे मसीहा क्यों करे हम। ए बस्ती है मुसलमानों की बस्ती, यहाँ कारे मसीहा क्यों करे हम। कारे मसीहा भनेको मसीहाका काम भनेको जुन क्रिस्चियनको काम किन गर्ने मैले, अथवा येशूको काम अथवा भगवानको काम अथवा अल्लाहको काम किन गर्ने, यानी लोगों को बचाने का काम किन गर्ने। ये बस्ती मुसलमानों की है, बस्ती है, यहाँ मसीहा बचाने वाला का काम क्यों करें। यानी यहाँ कोई तुम्हारी बात सुनने वाला नहीं है, उपदेश देने की जरूरत नहीं, होइन त। जुन भगवानले गर्ने काम हो त्यो तिमीले गरिरहेको छौ, उपदेश दिइरहेको छौ, जबकि यो उपदेश सुन्ने मान्छे यो दुनियाँमा छैन भने तिमी त्यो किन गरिरहेको छौ, वाइ। एकदमै यो गजल एकदम विद्रोहको गजल हो। जुन पारम्परिक मान्यताहरू छन्, पारम्परिक मान्यताहरू, सम्बन्धहरू, त्यो सामाजिक जुन बन्धनहरू छन्, यहाँसम्म कि त्यो मानवीय अस्तित्वको
सबै कुराहरूबाट चाहिँ यहाँ सवाल उठाउने काम गरिराख्नु भएको छ जन इलियास साहबले, जसलाई हामीले सामान्य मान्छौँ। अब जुन जुन सम्बन्ध टुट्नु नै थियो भने त्यसलाई सुरुवात किन गर्ने? जो 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 जानु नै छ भने, जो जाँदैछ भने उसँग किन लडाइँ गर्ने? यसले चाहिँ प्रेमको जुन पारम्परिक ढोङ छ त्यसलाई देखाउन, जुन यो प्रेमको पारम्परिक ढोङ र जुन देखाउने प्रवृत्ति छ त्यसलाई चाहिँ एकदम नकार दिन्छ। जुन चाहिँ अब भविष्यको लागि हामीले सम्पत्ति जम्मा गर्नुपर्छ, गर्नुपर्छ, दुनियाँको बारेमा जुन पर्वाह गर्नुपर्छ, यहाँसम्म कि आफ्नो शरीरलाई दफनाउने भन्छ जुन हामीले चाहिँ गाड्नेसम्मको पनि, त्यसमा पनि प्रश्न चिन्ह राख्नुभएको छ जन इलियास साहबले। त्यस्तो कर्महरूमा पनि प्रश्न चिन्ह राख्नुभएको छ। यो गजलले एकदमै गहिरो निराशा, थकान और विरक्तता भन्छ नि, विरक्त लाग्यो भन्छ नि, हो त्यसको चाहिँ अभिव्यक्ति गरेको पाइन्छ। कविले चाहिँ समाजको हरेक नियमलाई तोड्न चाहिरहेको छन्, जसले उसलाई चाहिँ बाँधेको महसुस भइरहेको छ। ती नियमहरू सबै तोड्न खोजिरहेका छन् कविले। उहाँ चाहिँ पुरै तरिकाले आजाद भएर घुम्न खोजिराख्नु भएको छ। बिना किसी लाग लपेट के आफ्नो सच्चाइसँग जिउन चाहनु भएको छ। चाहे त्यो सच्चाइ कत्तिकै तितो किन नहोस्, नाङ्गो किन नहोस्, त्यो सच्चाइ अन्तिम शेरसम्म उहाँले चाहिँ तिखो व्यङ्ग्य गर्नुभएको छ, जसले चाहिँ के देखाउँछ भने चाहिँ समाजलाई आफ्नै फिक्र छैन भने, आफ्नै चिन्ता छैन भने उसलाई सुधार्नेको कोसिस गर्नु नै बेइमानी हो, एकदम मूर्खतापूर्ण काम हो भनेर भन्न खोजिराख्नु भएको छ। र याद गरौँ, यो विद्रोहको कविता हो, विद्रोहको गजल हो र गहिरो निराशा, थकान र विरक्तताको अभिव्यक्ति हो। धन्यवाद।